हेलो गाइज, वेलकम बैक टू माई युट्युब च्यानल। साथीहरू, म आज तपाईहरुलाई आइपिओ कहिले कहिले आउँछ भनेर थाहा पाउनको लागि यो भिडियो बनाएर ल्याएको छु। कृपया पूरा जानकारी लिनको लागि भिडियो अन्त्यसम्म हेर्नुहोला। यदि मेरो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। आइपिओ भनेको के हो र आइपिओ भर्न हामीले के प्रोसेस गर्नुपर्छ मैले यो भन्दा पहिला भिडियो बनाइसकेको छु। त्यसको लिंक मैले डिस्क्रिप्सनमा राखिदिने छु। अब हामी आज आइपिओ कहिले कहिले आउँछ भनेर जानकारी गराउन गइरहेको छु। यसका विभिन्न वेबसाइटहरु छन्। आइपिओ कहिले कहिले आउँछ भनेर म केही मुख्य वेबसाइटहरु यहाँहरुलाई शेयर गर्न गए। ढिला नगरी मैले यति बेला स्क्रिन शेयर गरिसकेको छु। सबैभन्दा पहिला तपाईहरुलाई गुगल को सर्च बक्समा गएर मेरो शेयर लाइभ भनेर यसरी टाइप गर्नु होला। टाइप गरिसकेपछि यो किसिमको इन्टरफेस देख्न सकिन्छ। यसलाई क्लिक गर्नु होला। यो मेरो शेयरको वेबसाइट हो, यो मेरो लगानीको। यसरी तपाईले यो किसिमको इन्टरफेस आउँछ। यो भनेको जति पनि स्क्रिप्टहरु छन् नेप्सेमा लिस्टेड भएका यिनीहरुलाई यहाँ देखाउँछ। राइट साइड को कर्नरतिर टप भन्दा अलि मुनितिर कर्नरमा चाहिँ 3 लाइन देख्न सकिन्छ। त्यहाँ क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि आइपिओ भनेर आउँछ। यो आइपिओ मा क्लिक गर्नु होला। त्यो मुनिपट्टि एउटा अपकमिङ आइपिओ छ। अपकमिङ आइपिओ मा यसरी क्लिक गर्नुभयो भने यो किसिमको इन्टरफेस आउँछ। अनि यसलाई स्क्रल डाउन गर्नु होला। यसरी स्क्रल डाउन गरिसकेपछि यही वैशाखको 16 देखि 22 गतेसम्म 79,000 किता शेयर चाहिँ खुल्दैछ। यो कसको खुल्दैछ? एभरेस्ट कलर लिमिटेड भन्ने कम्पनीको खुलाउँदैछ। तर यो कसले भर्न पाउँछ भने नेप्ली सिटिजन वर्किङ एब्रोड भनेको विदेशमा श्रम स्वीकृति लिएर गएकाहरूले यो भर्न पाइन्छ। तर विदेशमा पढ्न गएका विद्यार्थीहरुको लागि यो चाहिँ भर्न पाउँदैन। दोस्रो नम्बरमा एमलिङ हाइड्रो पावर छ। एमलिङ हाइड्रो पावर को चाहिँ 17,43,000 किता वैशाखको 16 देखि 22 गतेसम्म छ। तर यो चाहिँ जनरल पब्लिकको लागि छ। भनेको विदेशमा पढ्न गएका विद्यार्थीहरुको लागि पनि र नेपालमा भएका नेपालीहरुको लागि पनि। यो श्रम स्वीकृत नलिएकाहरुको लागि जनरल पब्लिकको लागि चाहिँ सर्वसाधारणको लागि 16 गतेदेखि 23 गतेसम्म यसले खुलाउँदैछ। त्यसैगरी माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको छ। यो चाहिँ वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि हो। 1,72,000 किता यो 17 देखि 23 वैशाखसम्म खुलाउँदैछ। त्यसैगरी माउन्ट एभरेस्ट पावर डेभलपमेन्टले नै यो लोकल रेसिडेन्ट कहाँको सोलुदुतकुण्ड सोलुखुम्बु जिल्लाको चाहिँ 1 र 2 वडाको बासिन्दाहरुको लागि 17 देखि 23 गतेसम्म भर्नुपर्छ। त्यहाँका स्थानीय बासिन्दाहरुको लागि प्रभावित क्षेत्र त्यहाँ जहाँ माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको चाहिँ निर्माणाधीन चलिरहेको छ त्यो क्षेत्रका एफेक्टेड एरियाज भनेको छ हैन। यो भनेको प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि। त्यसैगरी अर्को देख्न सकिन्छ
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले चाहिँ 85,000 किता यो पनि वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि कहिले 21 वैशाखदेखि 24 सम्म भर्न पाउँछ हो। त्यही भएर अब हामीले यसरी आइपिओ कहिले आउँछ भनेर भन्नको लागि थाहा पाउनको लागि मेरो लगानीको वेबसाइटमा गएर यसरी हेर्न पाइन्छ एउटा। अर्को वेबसाइट म तपाईहरुलाई कसरी हेर्न सकिन्छ भनेर देखाउनको लागि चाहिँ गइरहेको छु। यदि तपाईसँग त्यो एप्स छैन भने म देखाउँछु। सबैभन्दा पहिला प्ले स्टोरमा जानु होला। यसमा चाहिँ तपाईले नेपाल आइपिओ अलर्ट भनेर यो सर्च गर्नु होला। यहाँ टपमै देखाएको छ। त्यहाँ क्लिक गरिसकेपछि यो किसिमको इन्टरफेस आउँछ। यो मुनिवालाको हो। यसको लिंक मैले डिस्क्रिप्सन बक्समा राखिदिने छु। त्यहाँबाट लगइन पनि गर्न सकिन्छ। यसरी त्यहाँ क्लिक गरिसकेपछि यो किसिमको इन्टरफेस देख्न सकिन्छ। अब तपाईको अपकमिङ आइपिओ चाहिँ यहाँ देख्न सकिन्छ। आइपिओ फर्मको लागि एफपिओ राइट शेयर कसले कहिले निकाल्दैछन् यो हेर्न मिल्छ। अब यामलिङ हाइड्रो पावरले अघि पनि भनेको थिए हैन, यो चाहिँ 7 दिनमा निकाल्दैछ। अनि सिंगटी हाइड्रो पावर लिमिटेडको पनि आउँदैछ। त्यसैगरी कलाङ्गा हाइड्रो पावरको पनि आउँदैछ। स्नो रिभर लिमिटेडको पनि आउँदैछ। सर्वोत्तम पेन्ट्सको पनि आउँदैछ। मैले लास्ट देखाएको थिएँ हैन सर्वोत्तम पेन्ट्सको। अनि एभरेस्ट कलर लिमिटेडको पनि आइपिओ आउँदैछ। अब यिनीहरु मुनिपट्टिको चाहिँ क्लोज भइसकेको। जस्तै सोपान फार्मास्युटिकल्सले चाहिँ यिनीको चाहिँ अस्ति भर्खरै यसको क्लोज भएको छ। यसरी अपोलोको क्लोज भइसक्यो, कालिन्चोको हाइड्रोको क्लोज भइसक्यो। यिनीहरु आइपिओ निकालेर बन्द भइसकेको। अब तपाईहरुले मैले यहाँ सामान्य तरिकाले दुईटा ठाउँबाट आइपिओ कहिले कहिले आउँछ भनेर जानकारी गराएँ। कृपया मेरो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला र लाइक पनि गर्न नबिर्सनु होला। थ्यांक यू सो मच फर द वाचिङ दिस भिडियो।